फालफुलहरू हेर्दै थिएँ। अब अस्ति असिना पानीले चाहिँ सबै कुरो झरेर अब त्यो दानाहरू सबै झरिरहेको थिएँ। त्यो केलाएँ अनि झार केलाएँ। अब घरको अब शनिबार एक दिन फुर्सद हुन्छ अनि त्यसमा चाहिँ के गरौँ भन्ने हुन्छ नि। अफिसबाट गइसकेपछि 11 बजीसम्म त अफिसमा बस्नु परेको। अनि त्यसपछि अब नुहाउनुभन्दा अगाडि चाहिँ पहिला बारीमा यसो काम सिद्धौँ भनेर हल्का यसो एक्सर्साइज पनि हुने। हप्तामा 2 दिन छुट्टी दिएर अहिले बालेन सरकारले धेरै राम्रो काम गर्नुभएको छ। उहाँले चाहिँ अब हामीलाई चाहिँ धेरै अब तरकारीहरू अनि फलफुल हेर्नु पाइयो, घर हेर्न पाइयो। मेरो त फेरि केही गर्नै नभ्याउने भएको भएर साह्रै गाह्रो। बिहान 5 बजी निस्कियो, बेलुका 5 बजे अफिसबाट निस्कियो, 6 बजे 7 बजे आइपुग्छ। 2 घन्टा लागिहाल्छन्। गाडी जाम त्यस्तै हो। अब अँध्यारो भइसकेको हुन्छ, बिहान अँध्यारोमा निस्कियो। यही भएर दिनचर्या यस्तै चलिरहेछ हजुर। अब यस्तो अर्ग्यानिक चिजहरू चाहिँ